बगिया 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 यस हेलो गाइज वेलकम टु माई न्यू डे न्यू भिडियो। त्यो चाहिँ बगिया नै थियो। धेरैजना साथीहरूले चाहिँ कमेन्ट गर्नुभएको थियो होइन। अनि बगिया चाहिँ मैले खाइसकेको छु एकचोटि। यो चाहिँ मेरो खाना चाहिँ सेकेन्ड टाइम हुन्छ, तर बनाएको हेर्न अनि बनाउन चाहिँ मेरो फर्स्ट टाइम हो होइन। उहाँ आन्टीले चाहिँ यति छिटो बनाउनु भइरहेको थियो नि, अनि त्यो देखेर मलाई पनि बनाउन मन लाग्यो अनि मैले चाहिँ बनाउनलाई ट्राई गरेँ। अनि यो चाहिँ मेरो फर्स्टचोटि बनाउन ट्राई गरेको थिएँ, त्यही भएर मैले 2-3 चोटि चाहिँ मैले बिगारेँ। अनि त्यसपछि यो चाहिँ मेरो चौथोचोटि थियो जुन चाहिँ मैले राम्रो बनाएको थिएँ होइन। अनि बगिया चाहिँ खासमा चाहिँ थारू जातिहरूको चाहिँ त्यो कल्चरल फुड रहेछ होइन। यो उनीहरूले चाहिँ यो चाहिँ माघीमा अनि दीपावलीमा नि बनाउँछ भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो उहाँ आन्टीले। अनि त्यसपछि मैले चाहिँ यो मरी स्टाइलमा पनि 2टा बनाइदिएँ होइन। अनि यो चाहिँ कसरी पकाउने भन्दाखेरि चाहिँ मजाले पानी उमालेर अनि त्यसमा राख्नुपर्ने रहेछ होइन। अनि पाकेपछि चाहिँ सबै आफै बाहिर निस्किने, माथि निस्किने रहेछ के। यसरी पनि पकाउन मिल्ने रहेछ। अनि जुन हामीले चाहिँ त्यो मोमो स्टिम गर्छौँ नि, त्यसरी स्टिम गरेर नि पकाउन मिल्छ होइन। अनि त्यो भित्र के छ हेर्न सक्नुहुन्छ। अनि मैले फर्स्टमा ट्राई गरेँ अनि एकदमै मिठो थियो। अनि यो चाहिँ साथी र म भएर पनि ट्राई गऱ्यौँ, गफ गर्दै खायौँ, इन्जोय गऱ्यौँ होइन। मिठो थियो एकदमै। तपाईँहरू पनि ट्राई गर्नुहोला। आजलाई यति नै, बाई बाई गाइज।